So welcome back to my channel. I hope you all are fine. So आजको vlog चाहिँ हुन्छ कुकिङ को. So what's cooking? मैले चाहिँ शर्ट्स पनि हालेको थियो. I don't know कति जनाले हेर्नु भयो. So थोरै जनाले हेर्नु भयो. जति नि हेर्नु भयो. Thank you for watching. I love you all. अनि जति जनाले नि मेरो आइडीलाई चाहिँ सब्स्क्राइब गरिदिनु भएको छ अनि लाइक गर्नुहुन्छ भ्यू हेर्नुहुन्छ अनि कमेन्ट गरिदिनुहुन्छ थ्यांक यू फर दैट अनि सो लेट्स गो एन्ड सी व्हाट्स वी आर कुकिङ सो यता चाहिँ प्याज टमाटरहरु सबै रेडी भएर हामी चाहिँ फ्राई गर्दै छौं अनि यता चाहिँ चिकनलाई म्यारिनेट गरेर राखेछ अनि माथिबाट चाहिँ प्याज टमाटर हालेर खुर्सानीहरु हालेर मिक्स गर्दै छ Isn't that beautiful color? यो चाहिँ के होला त भन्ने थाहा होला है सो यता चाहिँ हाम्रो कुकिङ सुरु भइसकेको छ भित्र चाहिँ नमिलेर मैले चाहिँ बाहिर पकाउन लाग्छु अनि तपाईहरुले गेस गरिसक्नु भयो होला है यता के पाक्दै छ भनेर भन्नु पर्दैन यो गयो चिकन पिसहरु तो मिठो मिक्स तपाईहरु त्यहाँ भएको भए थाहा पाउँथ्यो होला कस्तो मिठो खुशबु आइराछ भनेर हेर्नुस् त कस्तो मिठो भएको रहेछ यम्मी यता चाहिँ मैले तपाईहरुलाई चिकन नि पल्टाएर देखाउँछु कलर हेर्नु न कलर कस्तो प्रिटी आको छ है अनि खुट्टा चाहिँ किन सानो होला भनेको त बिकज द्याट्स अ लोकल चिकन अनि यता चाहिँ पानीमा मैले चाहिँ खडा मसलाहरु हालेर धनिया पुदिना अनि तेल हालेर एकछिन उमालेर अब चाहिँ बासमती राइस हालेको अब चामल हालेपछि एकछिन पाक्न छोड्नु पर्छ अनि बासमती चामल भएर एकैछिनमा पाक्छ नि त अनि यता चाहिँ हामी चामल पाकेन भनेर चेक गरेछ हाफ कुक हुनु पर्छ अनि यता चाहिँ हाफ कुक भएर हामी चाहिँ चामल निकाल्दै छ अनि पानी अनि चामल चाहिँ अलि छुटाउनु पर्यो नि त हेर्नु चामल कस्तो राम्रो भएको अब जन अब फुल कुक गरेपछि झन् चामल ठुलो हुन्छ सो अब चामलहरु निकालेपछि त्यो पहिलेकै भाँडामा मासु पनि अलग गर्नुपर्छ आधी मासु जति आधी त्यही भाँडामा राखेर चामल अनि मासुको लेयर बनाउनु पर्छ सो अब यता चाहिँ चामलको लेयर बनाउँदै छौं अनि चामलको लेयरहरु बनाएपछि त्यसमा चाहिँ हामीले स्टार्टिङमा फ्राई गरेको अनियनहरु हाल्नु पर्छ त्यो के भन्छ धनिया अनि पुदिना पनि हाल्नु पर्छ यसै चाहिँ अलि स्प्रेड गरिदिनु पर्छ यस्तो राम्रो देख्छ अब यतिको लेयर भएपछि अब यसमाथि चाहिँ हामीले फेरि सेकेन्ड लेयरको लागि चाहिँ त्यो पकाएर राखेको चिकन जुन हामीले छुटाएर राखेको छ फेरि त्यो हाल्नु पर्छ अनि जस्तो हामीले त्यो फर्स्ट स्टेप गरेको थियो फर्स्ट चिकन देन राइस देन फ्राइड अनियन अनि धनिया अनि पुदिना यो पनि यसपालि नि त्यही सेम स्टेप रिपिट गर्ने हो हामीले त तपाईहरु त्यही ठाउँमा भएको भए यस्तो मिठो खुशबु आउँदै थियो त्यो पुरा मसालाहरुको त्यो चिकनको राइसको घीको
त्यो गरम मसालाको उयो हेर्नु न चिकन यस्तो मिठो खुस्बु आउँदै थियो। अब यो चिकनको पनि लेयर भयो। अब त्यसको मसाला पनि यसमै खनाइदिने हो। सेम प्रोसेस रिपिट गर्ने हामीले। राइसको नि लेयर भयो। अब राइसको लेयर पछि फेरि सेम त्यही हो। यसको ग्रेभी चाहिँ माथि चाहिँ हालेको रहेछ। अहिले चावल चाहिँ हाफ कुक छ है, फुल कुक चाहिँ छैन। यसलाई चाहिँ हामीले बिस्तारै गरेर अब दम दिनुपर्छ नि त। अनि यो चाहिँ आयो अनियन, फ्राइड अनियनको लेयर। अनि फेरि आउँछ धनिया अनि पुदिनाको लेयर। अनि यता चाहिँ हामीले हाल्ला छ फुड कलरहरू, ओरेन्ज अनि ग्रीन कलर। चाहिँ धेरै चाहिँ हाल्नुहुन्न है, 2-3 ड्रप्स इज इनफ। धेरै हालिदियो भने त फुल राइसै कलरफुल भइहाल्छ। अनि हामीले धेरै कलर चाहिँदैन नि त, ओन्ली फर सम डेकोरेसन। अब यति लेयर गरेपछि चाहिँ हामीले यसलाई चाहिँ ढाक्नुपर्छ एक प्लेटले। 5-10 मिनट्स राखेपछि चाहिँ रेडी हुन्छ। अनि हियर वी गो। थ्याङ्क यू फर वाचिङ।